म एउटा कुरा जान्न चाहन्छु कि कुकुर यदि काशी गयो भने, काशीमा नुहायो भने, कसैले नुहाइदियो भने त्यो के गुँ खान छोडिदिन्छ, दिशा खान छोडिदिन्छ? कहिल्यै छोड्दैन। त्यस्तै हाम्रो नेपालमा एउटा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली थियो। त्यो मुजीले आफ्नो एरियालाई, आफ्नो क्षेत्रलाई राम्रो सफा सुन्दर बनाउँथे र अर्का एरियालाई गन्दगी बनाउँथे। त्यहाँ फोहोर मैला फ्याँक्ने ठाउँ जस्तो हेरिन्थे, उसको हेराइ थियो। ठिकै छ, जनता आफै सक्षम छ त्यसको लागि, सफाइको लागि। र सप्तरीवासी, सुनसरीवासी, धनुषावासी सबै ठाउँको वासीहरू आफै सुरक्षित तरिकाले, सफा तरिकाले बसिरहेको छ। अहिले पनि दमक मात्रै सफा छैन, केपी शर्मा ओलीले त्यही भन्न खोजेको होइन। ठिकै छ, दमक सफा छ, तेरो एकदम सुन्दर छ, त्यहाँ एउटा पनि गोबर पनि भेटाउँदैन। तर अरू ठाउँमा त रोडमै फ्याँक्या हुन्छ होइन र? कहाँ डस्टबिन ल्याएर दिएको छ र अरू ठाउँमा पूर्व प्रधानमन्त्रीज्यू? हामी कहाँ फाल्थ्यौँ त? रोडमै त फाल्ने हो, कहाँ जाने हो? त्यही कुकुर त तिमी पनि हो। अब यो कुकुरको केपी ओलीको त्यो केपी ओलीले के लेखेको छ भने त्यो पोस्टमा रवि र बालेन जुन पार्टी लेखेरै आएको छ कि म प्रधानमन्त्री बन्छु, त्यो पार्टीहरू प्रधानमन्त्री भोलि बन्यो भने के गर्छ, तिनीहरूको एजेन्डा, मूल एजेन्डा के छ, तिनीहरूको प्रस्ताव के छ, भोलि के गर्ला नगर्ला होइन, यसको मनमा खुलखुली उड्न थालिसकेछ। उठ्छ, ठिकै छ, हामी पनि बुझ्छौँ, हामी पनि हजुर जस्तो एकदम भइसकेको छैन, भर्खरको युवा हो। ठिकै छ, ठिकै छ। यसले भन्न खोजेको त 24 गतेको जुन आन्दोलन भएको थियो, त्यो आन्दोलनमा देश जलेको थियो, त्यो घटनाको बारेमा भोलिको दिनमा के हुन्छ कि हुँदैन भन्ने। हजुरबा अहिले यो देशमा हजुरलाई बाँच्न दिएको छ, बाँचिरहेको छ नि, शान्त भएर चुपचाप घरमा बाँच्नुहोस्। नत्र यो नेपाली जनताले अब नि हजुरलाई घरबाट लखेटेर निकालेर हजुरलाई कहाँ पुर्याउँछ भन्ने कुरा नि यो जनताले अब जानिसकेछ। त्यही भएर हजुर चुपचाप आफ्नो घरमै बस्नुहोस्। अब शान्त लागेर धेरै नबोल्नुहोस्, हानिकारक हुन्छ, हजुरलाई नै बुढो भइसक्यो। अब के भन्नु? अब बालेन आएपछि जेल त जान्छौ हजुर, त्यसको कुनै उ छैन, जानै पर्छ। यति भ्रष्टाचार, यति बालकमाथि अन्याय, यति मधेसीमाथि अन्याय, यति एउटा आफ्नो एरियालाई राम्रो, अर्का एरियालाई नराम्रो भन्ने। यसैलाई म भन्छु कुकुर काशी गयो भने कहिले गुँ खान छोड्दैन, त्यो गुँ खाइरहन्छ। काशी जाओस्, जहाँ गए पनि कुकुर गुँ खाइरहन्छ, एमाले खाइरहन्छ।